फेरि स्वागत छ बुढा वर्सेस बुढीको ऱ्याप ब्याटलमा। आजको ऱ्याप ब्याटल चाहिँ बब्बाल हुन्छ जस्तो छ र तपाईहरुले भन्नुस् होला कमेन्टमा बुढा खतरा छ कि बुढी खतरा छ। लु को जाने पहिला? फर्स्ट सुरुवातमा मैले हाने भने फर्स्ट राउन्डमा यो लाट्टी जान्छ, त्यसैले भाइ पहिला यो हात्ती जान्छ। आम्बो दामी दामी, लु गरिदिहाल्नु सुरु। यो मासुको भोगी, तर यसले मासु खानु पाउने भनेको मात्र दशैं तिहारमा। अनि यो मान्छे नेपाली, तर कलर हेर्दा हुनुपर्छ यसको घर पक्कै बिहारमा। आम्बो आज त नसोचेको हुँदैछ। अब नेपाली हो भने ऊ पर रोपाइमा सघाउनु जा खेतला, अनि मदिसे हो भने चुप लागेर गाउँतिर उठाउनु जा चेप्ला। आम्बो आज त के हुन्छ बसमै कडा दियो त अन्त। दामी दामी दामी, ल अब तपाईको पालो। म मान्छे कालो भए पनि तँ भन्दा राम्री राम्री मेरो मैया नै थियो। मलाई थाहा छैन भन्छस्, तेरो नि पहिला बोयफ्रेन्ड माछा बेच्ने भैया नै थियो। आम्बो यो त काउन्टर एट्याक हान्दै नि आउँदैछ। अनि भन् त्यो भैयासँग कति झुटो बाछा राखिस्, अन्त भन् त्यो भैयालाई लुटेर कतिवटा फ्रीमा माछा राखिस्। आम्बो नसोचेको दियो नि हो, कडा कडा कडा। लु अब तपाईको पालो। आज यो केटीले यो माथि शब्दको झरी बर्साउने छ। अझै म भन्दा राम्री राम्री मैयाहरू थिए अरे, जसको त थोप्रा नै तर्साउने छ। आम्बो बर्सायो। यो केटीले यसको बारेमा कति कुराहरू खोलेको छैन। साँच्ची भनौँ भने यो काट पसेको मुला अहिलेसम्म कोही केटीसँग बोलेको छैन। दामी दामी दामी, लु अब तपाईको पालो। जिन्दगीको यात्रामा म कहिलेकाहीँ थाक्ने गर्थे, बोल्नुको त टाढो कुरा, तँ जस्तो केटीहरूसँग त म भाग्ने गर्थे। त्यसै बिहा गर्दा झन्डै बुढेसका लागेको होइन नि। मलाई फकाउनलाई कति केटीहरूले के गफ हान्थे। जमानामा नि बहिनी करिना कपुरले फ्रेन्ड रिक्वेस्ट पठाउँदा पनि नि ब्लक हान्थे। कडा दियो त अन्त। अम्बो लु अब तपाईको पालो। होला जमानामा एक दुई जना आँखा फुटेको तोसँग पट्टे होला, तर करिना कपुरको फेक एकाउन्ट पनि नचिन्ने मान्छे कति साह्रो गट्ठे होला। अम्बो आज त के भन्छ ब्याक टु ब्याक आगो बोला जस्तो गरे त। दामी दामी दामी। त्यस्तै कुराले त मलाई पनि धेरैजना हिरोहरूले मेसेज गरेर सताएको थियो। भन्दा गफ हुन्छ, तर अघि भर्खरै सलमान खानले फ्रेन्ड रिक्वेस्ट पठाएको थियो। अम्बो कोही भन्दा कोही कमीको छैन है, कोही कमीको छैन। लु अब तपाईको पालो। यसको यस्तो हौडे गफ यहाँ कसले पो सुन्छ। भाइ आज ब्याटल म यति नै खेल्छु, किनकि अहिले मैले भन्नै पर्यो भने नि यो यहाँनिर गुवा रुन्छ। यस्तो झारेपाते ऱ्यापलाई त मैले कति खाएको, त्यसैले भाइ अहिलेलाई चाहिँ भयो, म चाहिँ गएको। अम्बो दामी राखेर गयो त। मेरो चाहिँ दामी थिएन। दामी थियो। भोलिदेखि चाहिँ म होस्ट गर्दिनँ।